हाई एभ्रिवान, के तपाईहरू अस्ट्रेलिया भिजा अप्लाई गर्दै हुनुहुन्छ? यदि अप्लाई गर्दै हुनुहुन्छ भने तपाईहरुको लागि एउटा अपडेट लिएर आएको छु। अस्ट्रेलियन हाई कमिसनले भर्खरै मिनिस्टेरियल डाइरेक्सन 111 लाई रिप्लेस गर्दै 111115 इम्प्लिमेन्ट गर्दैछ, जुन चाहिँ यही नोभेम्बर 15 बाट इम्प्लिमेन्टेसन हुँदैछ, जसमा चाहिँ न्यू प्रायोरिटी सिस्टम ल्याएको छ, जसमा 3टा प्रायोरिटी ग्रुपहरू परेका छन्। प्रायोरिटी 1, 2 र 3। यो प्रायोरिटी अनुसार कुन चाहिँ प्रायोरिटीमा भएको इन्स्टिट्युसनहरूको भिजा कहिले आउँछ भनेर तोकिएको छ। जस्तै प्रायोरिटी 1 मा चाहिँ कोटामा जति कोटा छ त्यो 80% सम्म अकुपाई नभएसम्मका इन्स्टिट्युसनहरू चाहिँ प्रायोरिटी 1 मा रहन्छ। प्रायोरिटी 1 मा भएका इन्स्टिट्युसन, कलेज या युनिभर्सिटीको भिजा आउटकम्स भनेको 1 to 4 weeks भित्र आउने भयो। त्यसै गरी प्रायोरिटी 2 भनेको 80 to 115% सम्मको सिट अकुपाई भएको युनिभर्सिटी कलेजहरूलाई चाहिँ प्रायोरिटी 2 मा राखिएको छ भने प्रायोरिटी 2 मा भएको युनिभर्सिटी कलेजहरूको भिजा आउटकम्स चाहिँ 5 to 8 weeks मा आउँछ। र त्यो बाहेक 115% भन्दा एक्सेस अकुपाई भएका युनिभर्सिटी कलेजहरूलाई चाहिँ प्रायोरिटी 3 मा राखिएको छ। र प्रायोरिटी 3 मा राखिएको युनिभर्सिटी कलेजहरूको भिजा आउटकम्स चाहिँ 9 to 12 weeks सम्म रहनेछ। र हामीलाई चाहिँ यदि भिजा आउटकम्स चाँडै नै चाहिएको छ भने तपाईहरूले वेल इन एडभान्स आफूले चाहेको कलेज या युनिभर्सिटीमा चाहिँ अप्लाई गर्नुपर्ने देखिन्छ है। अब अलिकति रस गरेर अप्लाई गर्नु पर्यो। एकदम आरामले अप्लाई गर्दा चाहिँ प्रायोरिटी 3 मा भयो भने चाहिँ यु आर गोइङ टु वेस्ट योर टाइम जस्ट फर वेटिङ द भिजा आउटकम्स। त्यसै गरेर कुनै कलेज र कुनै कोर्सहरू नै प्रायोरिटी 1 मा राखिएको छ। जस्तै तपाईहरु टेफमा पढ्न चाहनुहुन्छ भने टेफको कोर्सहरू चाहिँ जहिले पनि प्रायोरिटी 1 मा नै रह्यो। र रिसर्चमा जाँदै हुनुहुन्छ भने रिसर्चका कोर्सहरू पनि प्रायोरिटी 1 मा नै रहने भयो। यदि तपाई चाहिँ आफ्नो भिजा आउटकम्स चाँडै नै चाहिन्छ र आफ्नो सिट चाँडै नै प्रायोरिटी 1 मा भएको कलेज या युनिभर्सिटीमा आफ्नो सिट सेक्युर गर्न चाहनुहुन्छ भने यु हेभ टु अप्लाई एज सुन एज पोसिबल। जति सक्दो चाँडो अप्लाई गर्नुपर्ने हुन्छ।